Hi guys, welcome back to my channel Sangiladin Bhutia's Life. Guys, so आज चाहिँ म तपाईहरुसँग गफ गर्दै गति नपति छ है. सो प्याकिङ गर्नु गइरहेको छु है. सो सुन म अब YouTube को लागि पनि लुगाहरुको भिडियो बनाउँछु है. अहिले चाहिँ अलिक मैले टाइम पाएको छुइनँ नि त. अहिले अब Facebook मा हाल्दै छु है. सो through Facebook, Instagram पनि we are getting so many orders है. त्यो नभएर we have पुरा बेसी much of local customer छ नि त मेरो. सो आएर पुरा किन्दिनु हुन्छ. सो we are unable to make YouTube video है लुगाको. So soon I'm going to make it for you guys है, so that तपाईहरुलाई पनि अपडेट होस् न है. अनि Facebook को थ्रु, Instagram को थ्रु पनि we are so thrilled to say है. We are so happy that we are getting that much of response order है. So I'm thankful to all of you guys. So यसरी नै मलाई सपोर्ट गर्दै गर्नुस् है. मेरो हार्ड टाइम्समा पनि तपाईहरुले मलाई आइकिन म दोकानमा हुँदिन है. स्टिल I only go for 2 to 3 years है, because I'm still on breastfeeding हो. सो तर पनि तपाईहरुले गइकिन त्यहाँनिर शपिङ गर्दिनुहुन्छ है. I feel so happy है. तर म 2-3 hours मा पनि I try to work so hard है. I try to make video, I try to make reels to upload है. Sometimes I get comments also है कि अलिक यो बुसुङ्गे भइरहेको नि के भइरे this and that है. तर अब भ्याउँदिन नि त. एउटा नानी स्कुल जान्छ है, एउटा नानी अब अहिले जान्छ है. सानो छ, ब्रेस्ट फिडमा छ, घरको काम है. अब नानीलाई फिड गर्नु, खाना खुवाउनु कति डिफिकल्ट हुन्छ. दोज हु आर मम दे नो है. तर मलाई भन्ने चाहिँ त्यो चाहिँ एउटा नानीको आमा नै थियो है. बट स्टिल अब त्यस्तै हुन्छ है गाइस. सो अर्डरहरू चाहिँ यस्तो बेसी आएको छ है. यो त अझै कम्ती हो गाइस महिनाको एन्डमा. सो इच एन्ड एभ्री डे चाहिँ नभनेको पनि 10-20वटा अर्डर चाहिँ हुँदै हुन्छ है. सो यो साटन स्कर्टहरू यति राम्रो राम्रो आएको थियो, सब बुक भयो. सो गाइस म अब क्विकली यो प्याक गर्दै है तपाईहरुसँग गफ गर्छु है. सो यो आई एम मेकिङ द्याट भिडियो आज चाहिँ आशिषकोबाट है. म तपाईहरुलाई सेयर पनि गर्छु कसरी मैले यस्तो गर्छु. मेसेज आउँछ मलाई है, यो छ त्यो छ भनेर है. आई ट्राई टु रिप्लाई. कोही बेला म बिर्सिन्छु बिकज अफ किड्स है. तर आई ट्राई टु रिप्लाई इच वान अफ यु. तर सरी है, कोही बेला मिस हुन्छ. अन्त आएर यसरी आउँछ अर्डरहरू है. अन्त म लेख्नुपर्छ. अगेन आई हेभ टु ask them to send me their address. Then again I have to send them a scanner है. स्क्यानर पछाडि उनीहरूले पैसा हाल्दैन. आई हेभ टु लाइक हुन्छ नि अब के भन्नु, हामीले पहिला होटल म्यानेजमेन्ट गरेर एउटा वर्ड युज गर्थ्यौँ. सो त्यो या फलोअप गरिरहनुपर्छ. अब त्यो गेस्टलाई फलोअप गरिरहनु पर्यो. पैसा आएको छ कि छैन, एड्रेस आएको छैन. अलिक गरम भयो यो खिड्की खोज्छु. सो मेरो चाहिँ घरको कति छैन न, घरकै काम बनाएको. अन्त फेरि युट्युबबाटै कति मेरो हुन्छ नि तपाईँ बोलेको पुरा मनपर्छ. मुदो मलाई याद थिएन मेरो सर यस्तो राम्रो छ भनेर है. तपाईहरुले भन्नुहुन्छ, हेरिरहँ जस्तो लाग्छ म बोलेको. सो बिकज अफ द्याट रिजन है मलाई सबैजनाले बनाउनु भनेर मात्रै बनाएको है. सो म चाहिँ यसरी अर्डरको डेट वाइज यसरी नोट बनाउँछु है. सो नाम लेखेको हुन्छु, पेमेन्ट आयो कि आइन हेर्छु है. सो उहाँले दुईवटा रिचुअल सुब्बाले 2टा बुक गर्नुभएको छ. सो उहाँले हालिदिएको छ 2000 + 100 उयो है. सो कुन अर्डर छ उहाँको भन्ने चाहिँ म तपाईहरुलाई देखाउँछु है. अब लामो भयो चाहिँ गाइस म कम्ती नै देखाउँछु है, काट्दै. सो दिस 2 यो एम्ब्रोइडरी सर्टहरू आएको छ है. तपाईँले सपमा हेर्न सक्नुहुन्छ. अनि यसको सबै अपडेट इफ यु वान्ट नो है म कहाँ हाल्छु भन्ने चाहिँ मोस्ट अफ द उयो चाहिँ मैले चाहिँ फेसबुकमा हाल्छु हो कि गाइस. सो फेसबुकमा हाल्छु नि त. सो यस्तो ल्याउँछु म है. अनि वासेबल मार्करले चाहिँ म लेख्छु एड्रेसहरू, सो द्याट पानी पर्दा पनि उयो नहोस् भनेर है. सो दिस इज फ्रम रिटो सुब्बा. एउटा प्याकिङ गर्नु पनि के जान्छ नि गाइस 10 मिनट जस्तो, बिकज हातले लेख्नु पर्यो. एन्ड दुईवटा किडसँग म्यानेज गर्नु सो डिफिकल्ट है. बट स्टिल आइ एम थ्याङ्कफुल है. यस्तो टाइममा पनि गडले मलाई यति साह्रो ब्लेसिङ्स दिनुभएको छ है. मलाई चाहिँ गडले चाहिँ कहिले पनि छोड्नु भएको छैन नि त. अब यस्तो टाइममा पनि मलाई साथ दिनुभएको छ. एन्ड आइ एम सो थ्याङ्कफुल टु माई गड है. अनि तपाईहरुलाई पनि चु रितु सुब्बा. सो यो चाहिँ अर्डर रहेछ
Chumbung Government School, Bata. Okay. Near Chumbung Government School. So यसरी चाहिँ लेख्नुपर्छ हो गाइस. सो पैसा कमाउनु सजिलो पनि छैन है. बिचारा आशिषले गएर है यति साह्रो सपोर्टिभ छ. आशिष जान्छ, बोर्डाहरू सबै खोल्छ. मैले उसलाई अब उसलाई प्राइसिङहरू त अलिकति आइडिया भइसकेको छ है. सो सबै प्राइसिङहरू उसले गरिदिन्छ. सबै दोकानमा झुन्डाउनुहरू उसले गरिदिन्छ. त्यहाँदेखि अगेन आई गो एन्ड उयो भिडियोहरू बनाउँछु है. अन्त यसरी अर्डरहरू लिन्छु. अन्त रिल्समा पनि पुरा आउँछ हाम्रो अर्डर है. सो थ्याङ्क यू सबैजनालाई. अन्त पिन अन्त यसरी उयो गर्दा चाहिँ मेन चाहिँ हाम्रो पिन नम्बर र फोन नम्बर चाहिँ करेक्ट हुनुपर्छ नि त. सो मलाई पिन नम्बर र फोन नम्बर लेख्दा चाहिँ जहिले पनि आई मिस हाम्रो स्कुलको सर हुनुहुन्थ्यो बिके सर है. सबैलाई यादै छ. कस्तो छुच्चा तर पुरा राम्रो पनि हुनुहुन्थ्यो. मलाई चाहिँ पुरा माया गर्नुहुन्थ्यो होइन सरले. सो सरले मलाई जहिले भन्थ्यो यस्तो हेरेर नम्बर तिनवटा हो त्यस्तो गरेर याद गर्नु भन्छ होइन. अब 737121 छ भने चाहिँ लाइक 737 तिनवटा याद गरिहाल्नु, 121 याद गरिहाल्नु. त्यसरी यति हुन्छ क्या. म त्यसरी नै सरकै जहिले फलो गर्छु है. फोन नम्बरहरू लेख्दा पनि 983 यसरी याद गरिहाल्छु. अब डल्लै त भन्दिनँ है गाइस. यस्तो अन्त आई अलवेज क्रस चेक यो फोन नम्बर र एड्रेस जसोसुकै होस् फोन नम्बर एन्ड पिन नम्बर सुड बी करेक्ट. ओके. सो त्यहाँदेखि मैले मेरो एड्रेस पनि लेख्नुपर्छ हो गाइस. कोही बेला अब रिटर्न भयो भने उयो हुन्छ भनेर सङ्गीला चाहिँ. अन्त अब त्यही हो. अहिले त अब है एडभर्टाइजमेन्ट छैन भने बिक्री पनि हुँदैन. एउटा बनाउँदै 7 मिनट भयो. म सो अलिअलि काट्दै बनाउँछु होला है. एउटा चाहिँ म देखाउँछु है तपाईँहरूलाई. सो थ्याङ्क यू रितु सुब्बा फर यर अर्डर है. सो यसरी लेख्छु गाइस हो म चाहिँ. अन्त यहाँ मेरो एड्रेस पनि लेख्छु. सो द्याट रिटर्न भएर आउँदाखेरि चाहिँ यस्तो होस् भनेर स्पिड पोस्ट गर्छु है. देन वाट आई डु इज यो आई क्लिक त्यो फोटोग्राफ्स है पठाउँछु. त्यहाँदेखि म एड्रेस चेक गर्नुहोस् भनेर. कोही बेला फेरि रङ लेखेको हुन्छ नि त पिन नम्बरहरू. उहाँहरूले पनि रङ दिएको हुन्छ होइन. त्यही कारण चाहिँ एड्रेस चेक गर्नुहोस् भनेर चाहिँ म यसरी पठाउँछु. सो यस्तो गर्छु हो गाइस. सो अब एकछिनलाई म अर्को प्याक गरेर दिन्छु है त. सो गाइस अर्को अर्डर चाहिँ सन्ध्या तामाङको रहेछ है. उहाँले चाहिँ वालेट अर्डर गर्नुभएको रहेछ ग्यासको. सो आइएम क्विकली गोइङ टु प्याक इट है. सानोको चाहिँ सानै छ सो देखाउँछु है. सो यो प्याक गर्छु. अन्त एकछिनमा जस्तो न फेरि भिडियो लामो हुने रहेछ हो गाइस. तपाईँहरूलाई पनि अल्छी लाग्छ होला नि त. सो वालेटदेखिको लिएर गाइस हाम्रोमा चाहिँ सबै पार्सल हुन्छ. अब यहाँ विदिन गान्तोक चाहिँ मैले गर्नु सकेको छुइनँ है. तर अब गान्तोकमा पनि कसैले अनलाइन गर्छ भने तपाईँहरूले मलाई सजेस्ट गर्नु सक्नुहुन्छ है डेलिभर गर्ने है. सो यहाँ पनि म इन एन्ड अराउन्ड पनि मलाई गर्नु मन छ. किनभने कसैले रानीपुलमा पुऱ्याइदिनु भन्छ. अब बिकज अफ बेबी आइएम अनेबल टु हुन्छ नि गाडीमा हाल्नु पनि मैले सकेको छुइनँ है. त्योहरू पनि आइएम ट्राइङ टु म्यानेज है. तर सुन्नु म गर्छु होला. प्याक गरिहाल्छु है त गाइस. गाइस एकजनाको चाहिँ यो अर्डर छ है. यसरी भनिदिइहाल्छु है. एकछिन चाहिँ तपाईँको चाहिँ के अर्डर रहेछ छुट्याइदिन्छु है. तपाईँहरूलाई देखाउँछु छुट्याइ. सो एकजनाले फर्मल टप है. 3टा फर्मल टप जिन्स अर्डर गरेको छ हो गाइस. सो यो भइहाल्यो. अर्कोको
यो चाहिँ एक्मी भन्नेले गर्नुभएको रहेछ है। सो उहाँले चाहिँ कट सेट र यो गर्नुभएको छ है। सो उसको पनि अर्डर गरिदिइहाल्छु, यो पनि अर्डर प्याक गरिदिइहाल्छु है। अन्त यसरी नै प्याक गर्छु हो गाइस म। हौ ला हो अन्त प्याक गरिसकेको छु नि त मैले त। सो गाइस यति नै हुन्छ होला, यसरी प्याकिङ गर्नुपर्छ हेर्नु हुन्छ हो। एउटा यो प्याकिङ गरिदिन्छु कि यो लगिदिनु भन्नु न, 3टा अरू मन्डे उयो गरिदिन्छु नि। सो गाइस यो दुईटा पनि प्याकिङ गरिदिइहाल्छु है। फेरि कन्फ्युज हुन्छ होला कि मैले लेखिहाल्छु यो एक्मीको है। एक्मी तामाङ थ्याङ्क यू सो मच। सो गाइस यस्तै बिजी हुन्छु हो, गफ पनि गर्नु पाउँदैन। यसरी अहिले प्याकिङ गरेर पापा जान्छ है चाहिँ आज फेरि पापाको हातमा पठाउनु पर्ने छ हो। सो 2-3वटा पठाइदिइहाल्छु है। एकछिनमा भेट्छु, यो भिडियो कन्टिन्यू भइसक्यो ठिकै छ है। एकछिन ल गाइस यो चाहिँ म अर्डर गरेर हालिदिएँ। 3जना दीपशिका प्रधानले अर्डर गर्नुभएको छ यो 3टा सर्ट, यो सर्ट ग्रिन अन्त यो ग्रिनमा पर्पलमा है। काकालाई पठाएको नि त घिउ हुन्छ होला कि पर्खिरहेको छ हो, अहिले एकछिनमा भिजेर बसेको। सो गाइस मैले बियो न अलिकति हटिदिनु। सो गाइस मैले यति एउटा चाहिँ प्याकिङ गरिसकेँ। तपाईँको नि फोन नम्बर यही हालिदिनु ल। ए हुन्छ हुन्छ, त्यही प्याकिङ गरेको। एड्रेस चेक गर्नुहोस् ल, मैले पठाइरहेको छु। हुन्छ। सो गाइस यसरी सोध्नु पनि पर्छ फेरि, फोन नम्बर हेरेको छैन अरे हो। अन्त 4टा चाहिँ गइसक्यो, पापा ढिलो भयो त्यति पठाइदिन्छु, अब आशिरा पठाइदिन्छु गाइस। पुरा टाइम लाग्छ। सो गाइस मैले आज चाहिँ जबरजस्ती छिरिङ भन्ने बहिनीको पनि टी सर्ट पठाइदिइहालेँ होइन। नाउ मेरो यो छ है, यो 2टा उयो के अरे जोरथाङदेखि माथि के भन्छ सोरेङमा पठाउनु छ है। यो 2टा यो 4टा कालिम्पोङमा पठाउनु हो। यो नाम्चीमा हो है, सुश्री राईको। यो पनि नाम्ची हाम्रो फेमस, तपाईँलाई यादै छ उयो के अरे विद्या बहिनी के अरे उयो वेडिङ बीको कुर्ताहरू मजाको राख्छ नि है। कस्तो मनपर्छ मलाई उहाँ बहिनीको। सो उहाँले अर्डर गर्नुभएको हो। अब यो चाहिँ म अहिले प्याकिङ गरेर अहिले भ्याइन, अब भाइको खाना दिने टाइम भएछ है। म यहाँ कन्टिन्यू गरेछ भने ठिकै छ, अर एल्स सी इन माई नेक्स्ट ब्लग है। हेर्दै गर्नुहोस् मेरो ब्लग है। अन्त प्लिज लभ एन्ड सपोर्ट दिँदै गर्नुहोस्। आई ट्राई टु मेक दोकानको पनि भिडियोहरू है एज सुन एज नेक्स्ट भिडियो होपफुली म त्यही बनाउँछु होला है। सो स्टे ट्युन्ड फर द्याट है। एकदमै बेसी न्यू अराइभल आएको छ गाइस। सो आई वन्ट बिलिभ कि सप फुल भएको छ। मलाई आशिषले चाहिँ क्याङ गर्छ, साङ्गे कति सामान अर्डर गरेको भनेर हो। सो सुन आइ एम गोइङ टु मेक द्याट भिडियो फर यु अल है। सो टिल देन हाम्रो भ्लग हेर्दै गर्नुहोस् है, लाइक सेयर सब्सक्राइब गर्दै गर्नुहोस्। बाई बाई, सी इन माई नेक्स्ट भ्लग गाइज।